ओए सर्व आज झन् सुरुमै भ्लग स्टार्ट गर्न लागेको सर्व आइदियो ल हेर्नु है पछाडि हेर्नु है बाफरे डेन्जरै ठुलो है यसलाई लहट्न पर्छ अब नाली भागेछ यार बाफरे कति छिटो भागेको यार कति छिटो हेर्नु है अगाडि बाफरे हेर्नु त यसलाई बाफरे फेरि यताबाट उता गयो ओइ पकड त्यो सर्प चाहिँ बारीतिर भाग्यो होइन यताको घरतिर गयो क्या अहिले चाहिँ यो घरतिर पस्यो है ठ्याक्कै यहाँ बारी हुँदै बाफ्रे यार डेन्जरै ठुलो सर्प के ठ्याक्क आज झन् सुरुमै भ्लग स्टार्ट गरिदिउँ भनेको सुरुमै सर्प देखियो कि आज म चाहिँ आज चाहिँ खेतमा चाहिँ हाम्रो चाहिँ धान उठाउने रे कुनियो लगाउने रे त्यही भएर चाहिँ म चाहिँ अब कुनियो लगाउने हिँडेको ल म चाहिँ चिसो फ्रिजको पानी लिएर चाहिँ खेततिर चाहिँ अगाडि बढिरहेको होइन र हेर्दै जाऊँ के कस्तो हुन्छ ट्याक्क सुतिरहेको थिएँ फेरि पानी पर्छ जस्तो भएर अनि फेरि काटेको धान उठान अन्त फेरि योभन्दा अघिल्लो वर्ष चाहिँ पानी पर्थ्यो र सब रुजाएर दुःख पाउनु भएको थियो अरे म त घर थिइनँ अहिले नि त्यही हुन्छ कि भनेर चाहिँ यो पानी पर्नुभन्दा अगाडि चाहिँ सुकेको बेला चाहिँ टक्क कुनियो लाएर राखिदिने भनेर हो है ल अगाडि हेरौँ अब के कस्तो छ अगाडि यस्तो छ है हेलो ल यिनीहरू चाहिँ भाइहरू यहाँ चाहिँ एउटा भाइ चाहिँ पिङ खेल्दै रहेछ होइन ल भाइ मचाउ त ल कति मचाउँछौ होइन म नखेल्ने भाइको नाम चाहिँ के अरे प्रयास र कोसिस होइन खोइ कोसिस भन्ने चाहिँ उता ल मैले अस्ति भाइहरूको भजन पनि हेरेको थिएँ अनि भाइको नाम सम्पूर्ण राजबागले भाइको च्यानललाई सब्स्क्राइब हान्दिनु है सबैले ल क्यामेरा चेन्ज हान्नु त पछाडि गर्नु त ब्याक क्यामेरा गरेर मिल्छ ल मिलेर खेल पहिला यो भाइ चाहिँ लास्टै लक्की रहेछ है बाटोमा 100 रुपियाँ भेट्टा होइन पाएको कि भेट्टाएको आफ्नै हो ल ठिक छ ल राख ल को खेल्ने हो पहिला ल खेल न भाइ जोकिङ ल पहिला को ल मलाई समात्न दिनु है दाइले उठेर यो पिङ सकिन्न के आधै भुटी पुराइदिन्छ हजुरको कति सब्स्क्राइबर छ नि हजुर कति सब्स्क्राइबर छ मेरो 115 सब्स्क्राइबर छ है ल आज कति सब्स्क्राइबर बन्ने भयो 1 2 3 4 5 6 7 बढ्छ नि बढ्छ ल @MP Vlogs है @MP Vlogs च्यानल सेलरोटी त जसले बनाए नि हुन्छ यसरी चाहिँ धान चाहिँ भाँचिन्छ धान भाँच्न चाहिँ पाइएन अरू चाहिँ जे रमाइलो गरे नि हुन्छ है वार्निङ चाहिँ धान भाँच्न पाइएन है ल ल पछि भेटौँला है फेरि है हजुर ल मैले भाइलाई भनिसकेको ल
यस्तो डर लाउने बाटो छ यहाँबाट खस्यो भने त उहाँ तल धानबारीमा पुगिन्छ कि यति ढुङ्गा खचक्क भयो भने नि लास्टै खस्ने चाहिँ प्रोबेबिलिटी चाहिँ बढी छ कि यो हल्लिन्छ है ढुङ्गा अनि यो अगाडि चाहिँ यहाँ थोरै मात्रै छ खेतभरि यहाँ शीतलो बस्ने ठाउँ भनेको यहीँ मात्रै हो कि यो पछाडि यो घरले गर्दा चाहिँ अलिकति शीतलो ओत लगाउने ठाउँ चाहिँ छ है मेरो अगाडि देख्नुभयो नि अब यो धानहरू छ नि यो अगाडि म देखाउँछु यो सबै उठाउने हो कि अब आज त सकिन्न होला अब आज चाहिँ अब जति सकिन्छ त्यति चाहिँ केही रूपमा उठाइन्छ होइन अनि रको चाहिँ अब भोलि उठाउने छ अब भोलि चाहिँ अब खेतालाहरू नै आउनुहुन्छ अब धानहरू घरकोले मात्रै त कहाँ उठाएर सम्भव छैन नि त त्यही भएर ल अगाडि चाहिँ अझै यो अगाडि सुकाएकोसम्म यता पनि छ यो चाहिँ उठाउने हो ल उताबाट चाहिँ धान उठाउन चाहिँ आइराख्नु हो पहिला सुरु चाहिँ अब यो कुनियो लगाउनु अगाडि चाहिँ तलको नकुइयोस् भनेर चाहिँ तल चाहिँ पहिला पुरानो परल सरल ओछ्याएर होइन त्यहाँ माथि चाहिँ अनि ट्रिपल ओछ्याएर अनि बल्ल कुनियो लगाइन्छ क्या त्यो गरेपछि चाहिँ अब 1 हप्ता 2 हप्ता पानी आउँदाखेरि पछि लगाउँछु भनेर नि पाइयो क्या त्यस्तरी अनि माथिबाट पनि छोपेपछि र तलबाट पनि कभर दिएपछि चाहिँ अनि आफूले चाहिँ समय निकालेर चाहिँ आनन्दसँग चाहिँ कुनियो लगाउन पाइयो होइन यो कुनियो हाल्नु अगाडि चाहिँ फुल चाहिँ चढाउन पर्ने रहेछ तर घरबाट आउँदाखेरि चाहिँ फुलै ल्याउन बिर्सेछ क्या त्यही भएर चाहिँ अब जङ्गलमा गएर भयो नि फुल चाहिँ टिपेर चाहिँ हाल्न पर्ने देखियो है पातीले हुन्छ देख्नुभयो नि अब यहाँ अगाडिको खेतालाहरूले चाहिँ काम भ्याएर नि अब घरतिर गइसकेछन् ल हेर्नु न उनीहरू चाहिँ ठ्याक्क जाने बेला चाहिँ हामी चाहिँ भर्खरै आइयो क्या हामीलाई त अब करिब अब 5 बजीसम्म त अब यही काम गर्दा लाग्छ होला त्यही पनि भ्याइन्न अब चाहिँ भोलिसम्मको टार्गेट हो यो काम भ्याउने चाहिँ आज आधा भ्याइयो भने चाहिँ भोलि आधा गर्न चाहिँ सजिलो हुन्छ नि त ल है मैले चाहिँ पन्जा चाहिँ अब लगाइसकेको अब यही पन्जाको साथमा चाहिँ अब काम चाहिँ अगाडि बढ्छ है त हट एउटा गराको मात्रै उठाएको धरी होइन घामले पोलेर लास्टै बिचोक बनायो क्या बल्ल बल्ल एउटा गराको चाहिँ उठाएर चाहिँ भ्याइयो धान अब 3टा गराको बाँकी छ है आजलाई चाहिँ यतिको चाहिँ भयो है यो चाहिँ यति गरेर चाहिँ भ्याइयो ल फाइनल्ली आफ्टर 3 आवर्स हाम्रो काम चाहिँ भ्याइयो है यस्तो पसिना आइरहेको छ यार भित्रबाट यार 3 घन्टा अति लाग्यो 4वटा गराको उठाउन पनि यो चाहिँ यहाँ देख्यो कि छैन ल यताबाट चाहिँ ल्याउँदै हुनुहुन्छ लास्टको यही होइन ल यस्तो बन्यो है यतिको चाहिँ बन्यो अझ अब त्यो गराको नि हाल्न छ अझै ल